हेलो एभ्रिवान, नमस्कार छ र स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। यहाँ हेर्नुहोस्, आज चाहिँ म यहाँ रोटी पकाउँदैछु। रोटी चाहिँ किन पकाएको भन्नुहुन्छ भने यो चाहिँ म लास्टमा भन्छु है त तपाईहरुलाई। यहाँ हेर्नुहोस्, आज मेरो बिहानको मर्निङ काम चाहिँ नि यो रोटी पकाउने नि भयो। किनभने आज के छ भन्दा त त्यो त तपाईहरुले पहिले भेटिसकिहाल्नु भएको छ, तर पनि म अहिले चाहिँ लास्टमा भन्छु है त। यहाँ हेर्नुहोस्, रोटी मेरा कस्ता देखिएका छन् यो पनि कमेन्ट गरेर अवश्य पनि भन्नु होला। त्यसपछि यहाँ हेर्नु कति पिठो लिएर बसेकी छु म चाहिँ रोटी बनाउनका लागि भनेर। यहाँ हेर्नुहोस्, रोटी पकाउने चाहिँ म अनि यहाँ चलाउने चाहिँ बुइनी हुनुहुन्छ। अनि फेरि यो हाम्री जेठी बुइनी हो, ठुली। यहाँ हेर्नुहोस्, त्यो काम सकेपछि नुहाई धुवाई गरेर रेडी हुँदैछु म मन्दिर जानका लागि। अब म तपाईलाई एकैचोटि मन्दिरको देखाउँछु है त। यहाँ हेर्नुहोस्, हामी कुन मन्दिर गयौँ भन्दा हामी हाम्रो चारलीको सबैभन्दा ठुलो मन्दिर गयौँ। यो चाहिँ हनुमान मन्दिर हो। आज शनिबार हो नि त, त्यही भएर हामी चाहिँ हनुमान मन्दिर गएका। यहाँ हेर्नुहोस्, मेरो छोरो कति छिटो छ। उहाँ हेर्नु घन्टी बजाउन पनि रेडी उ चाहिँ। अब उसैको लागि हामी गएका मन्दिर चाहिँ, किनभने उसको आज जन्मदिन हो नि त। र जन्मदिनको दिन त मन्दिर त जानु नै पर्यो होइन। यहाँ हेर्नुहोस्, मन्दिर कति माथि चढेर जानुपर्छ। हामी चाहिँ तलको पूजा सकेर माथि जाँदैछौँ। हनुमानजी तल पनि हुनुहुन्छ, माथि चाहिँ सबै भगवानहरू हुनुहुन्छ। त्यो पनि म अलिअलि सकेँ भने तपाईहरुलाई देखाउने छु। र यहाँ हेर्नुहोस्, हाम्रो अब म पूजा गर्छु है त, तपाईहरुलाई यहाँ पछि नै देखाउँला म। यहाँ पछि हेर्नुहोस्, हामीहरूको लगभग पूजा सकिसक्यो र म यहाँ हेर्नुहोस्, मेरो हस्बेन्ड चाहिँ ढोग्नु हुँदैछ है। त मेरो चाहिँ पूजा सकिसक्यो र हामीले यहाँ एक दुई कपी फोटाहरू क्लिक गऱ्यौँ। फोटाहरू पनि कस्ता लागे त्यो पनि भन्नु होला है त तपाईहरुले। त्यसपछि हामी घरतिर आयौँ। छोराले मान्दै नमानेर सानो एउटा बर्थडे गरिदिउँ भनेर र सानै बच्चा बच्चीहरूलाई लिएर मात्रै हामीले बर्थडे पार्टी मनायौँ। र यहाँ हेर्नुहोस्, बर्थडे चाहिँ हामीहरूको बेलुका गर्ने कुरा थियो, तर सबैजना घर घर जाने उनीहरूले छिटै गर्नु पर्यो र केक चाहिँ आइ नपुगेकाले यहाँ हेर्नुहोस् न, हामी कति इन्तजार गरेर बस्नु पर्यो। सबैजना यो चाहिँ हामी केकको इन्तजारमा बसेका छौँ। हेर्नु गफ गर्दै हाँस्दै बस्दै गरियो केकको लागि चाहिँ। सबैजनाका पोज हेर्नुहोस् आफ्ना आफ्ना। उहाँ हेर्नुहोस्, सबै यो चाहिँ बर्थडे बोय हो। सबको आफ्ना आफ्ना पोज छ नि। भानी जुन मेरा सानी बहिनीका, यो दादाको छोरो हो। र यो ठुलो बहिनीका भानी जुन, अघि छोरो भएको भाइकी माए यो हाम्रो छोराकी बडेमा। यहाँ हेर्नुहोस्, केक यो हो र केक काट्ने केटो पनि रेडी भएको छ। अब चाहिँ यहाँ हेर्नुहोस्, बर्थडे केकको लागि चाहिँ यो केक कटाइ गरिसकिसक्यो। र यहाँ पछिको चाहिँ मैले अलिकति उठाउन पाइनँ। अब सबै आइटमहरू बनाएको चाहिँ मैले भ्याइनँ पनि। अब आफ्नै घरमा परेपछि त होइन, भ्याइँदैन पनि नि त। त्यही भएर केक काटेर हामीले अलिकति फोटाहरू क्लिक गऱ्यौँ। हतार हतार छ सबैलाई केक काटेर अब घर जानुपर्छ, छिटै केक काट्यो नि त। त्यही भएर यिनीहरूलाई त स्प्रे चाहिहाल्छ नि। बर्थडे पार्टी त बच्चा पार्टी नै होइन। यहाँ हेर्नुहोस्, स्प्रे। यहाँ हेर्नुहोस्, कति मजा आउँछ है यिनीहरूलाई यो सब गर्नको। र यहाँ हेर्नुहोस्, हामीले एक दुई कपी फोटा क्लिक गरेर यहाँ पछि चाहिँ मैले आजको यतिमै सकेँ। र सबैलाई धेरै धेरै धन्यवाद। यतिहरूकोमा ओके, बाई बाई।